दर्शकबिन मैले यति बेला बारेकोट गाउँपालिका वडा नम्बर 2 लिम्साको वृन्देश्वरी मावि नजिकैबाट यी दृश्यहरू यहाँहरूमा प्रस्तुत गर्दैछु। देख्न सक्नुहुन्छ यो एकदमै यतिखेर वसन्त ऋतुले आफ्नो भरपुर तागत प्रदर्शन गरिरहेको अवस्था छ। वनपाखाहरू निकै हरियाली मनोरम दृश्यहरू हामी निहाल्न सक्छौँ। किराकिर्मिला अनि चराचुरुङ्गीहरूले पनि आफ्नो एकदमै उल्लासमय भाकाहरू गाइरहेको कराइरहेको अवस्था छ। एकदम प्राकृतिक सौन्दर्यताले भरपुर भएको यो बारेकोट जो नेपालको पहाडी क्षेत्र जाजरकोट जिल्ला अन्तर्गत पर्छ, एकदमै सुन्दर अनि शान्त अनि स्वस्थ वातावरणको बीचमा अवस्थित यो बारेकोट एकदमै बारेकोटका यहाँदेखि केही गाउँहरू चाहिँ हामी निहाल्न सक्छौँ। यहाँनिर तोलखानको गाउँ हो, एकदमै सुन्दर गाउँ, एकदम प्रकृतिले चाहिँ भरिएको यो बारेकोटका निकै रमणीय दृश्यहरू हामी निहाल्न सक्छौँ। एकपटक यो स्थानमा आइसकेपछि हामी फेरि पनि सबैलाई मोहनी लाउने खालको यो बारेकोट हो, हामी निहाल्न सक्छौँ।